ट्रोल भइरहेको छ जहिले यस्तै गर्छ भन्ने हुन्छ ट्रोल भइरहेको छ जहिले यस्तै गर्छ भन्ने हुन्छ अन्तिममा आउँदाखेरि अन्तिममा आउँदा त्यो चुक्ने त्यो मेन्टालिटी डाउन हुने हुन्छ नि क्राम्बल हुने तर फेरि टाइगर कपमा उत्कृष्ट गर्यो हो गण्डकीले खेलाडी परिवर्तन थिए पक्कै पनि अहमद मुस्तफा फहद राजा पालबाट खेलिरहेका छन् सट हेर्न सक्छ पावरफुल थियो ताकेका थिए त्यहाँ मिसकम्युनिकेसन विश्वास अधिकारी हावी बन्दैछन् उनी टिपटप पालबाट खेलिरहेका छन् सट हेर्न सक्छौँ क्विक स्पाइकको त फ्यान छन् मान्छे उनको धेरै राम्रो छ त्यसको मामलामा त उनी अत्यन्तै उत्कृष्ट क्विक स्पाइकर विश्वास अधिकारी स्थानीय स्तरदेखि नै गण्डकीको जुनियर हुँदै सिनियर टिमसम्म पुगेका खेलाडी हुन् अब टिपटप हेल्प नेपाल च्याम्पियन टिमको लागि एनबिएमा देखाइरहेका छन् त्यो जादु कन्फिडेन्स हेर्नुहोस् मनिष मानन्तरको टार्गेट गर्न खोजिरहेका थिए सुरेशको सर्भिस र यही त चाहिरहेको थियो टिपटप हेर्ने नेपाललाई विश्वास अधिकारीले अङ्क दिलाइदिएका छन् टोटली चेन्ज गरेको छ यहाँ टिपटप हेर्ने नेपालले मुरादको सर्भिस के आउनेछ अङ्क राम्रो डिफेन्स थियो यो शट सुरुवात क्या गजबको अर्को एउटा टिम हेर्न लायक यस टुर्नामेन्टमा आज छैन होला सायद रुकुम पश्चिम अर्को एउटा टिम हेर्न लायक यस टुर्नामेन्टमा म्याक्सिमम गण्डकी प्रदेशबाट खेल्ने खेलाडीहरू रहेको छ त्यो टोलीले त्यो गेम हेर्न पनि आनन्द आउनेछ एकदमै निकै नै अग्रता भइसकेको छ यहाँ अग्रता छुट्या